जसकारण आज यहाँहरूमाझ निर्धक्क साथ खुला किताब जसरी आफ्ना भगाइहरू साझा गर्न सफल भएकी छन्। धन्यवाद। गुड मर्निङ साथीहरू। आज मङ्सिर 17 यानि कि डिसेम्बर 3 को सुरुवात रुबी होटलबाट। हामी जस्तो असक्तहरू चाहिँ अलिक बुकहरू पढ्नु चाहिँ पर्छ। पढ्यो भने किताब चाहिँ केही पास्न राख्दैन। हाम्रो पाहाडमा साथीहरू त स्कुटी किनेर झापाको दुईवटा साथीहरू त कुदिरहेको छ। अब झापातिर बस्नेहरूलाई त अब के अहिले त अब यस्तो 3 चक्के पाउँछ बुझ्यो। हजुरको इलाम होइन? मेरो 5 करोड 5 हाल्न। परिवारमा चाहिँ को हो? परिवारमा यो एउटा जेठो छोरा आएको छ। तपाईँको पछि एक्सिडेन्ट भएको? म 60 सालमा एक्सिडेन्ट के भएर? गाडीमा सोचेर त्यति बेला चलिरहेको थियो। त्यतातिर केस गर्नु परेन, ढुक्की पुगेन नि। तिनीहरू त्यसरी गाडीहरूले त धेरै पैसा दिन्छ नि, 18-20 म बस्छु ल। समय चिनिँदैन हौ। म निकै दयालु हुने पल्टिँदाखेरि हुटमा चढेको थिएँ कि एउटा छोरी मान्छे डेलिभरी भएर गाडी रोक्दा बाटोमा निकालेर छ छटपटिरहेको थियो होइन। कसैले अब सिट नर छाड्दैन। म चाहिँ पखाउन त भनेर अब चैत वैशाखमा गर्मीको दारबाद भएर चाहिँ उसले राखेर हुटमा चढेको 5 मिनटमै एक्सिडेन्ट। गाडी पुरै झऱ्यो? ब्रेक इमर्जेन्सी हानेको नि ठाडो मान्छे आफू छिटो हुटमा एउटा छुटेको 90-80 को स्पिडमा अनि ब्रेक हान्दा नानीले बाटो चल्छ ब्रेक हान्दाखेरि गाडी पल्टेको। तपाईँको नाम चाहिँ के पो भन्नु? मेरो दिपेन्द्र कुमार। 7 महिना त हस्पिटलमा त बसेको नि। बाँचेपछि हरेक कुराहरू देखियो है। पहिला 60-30 वर्षको अन्तरालमा त हरेक जुगहरू पार गरियो नि त। अब इन्टरनेटदेखि अब हरेक कुराहरू देखियो होइन। 60 सालतिर त फोनै थिएन, मोबाइलै थिएन, गणतन्त्र देखियो। अब अहिले जेन्जी देखियो। अब भोलिपर्सि के देख्नु पर्छ? जेन्जीमा देखाएर त हुँदै आन्दोलन गरेर घरै जला देख्यो, कोही चाहिँ उडा पनि देख्यो। जेन्जीमा त भएको हो त एमबरबहादुर खत्रीलाई पनि त देख्नु हो नि त। अनि एउटा कुरा अब मलाई त त्यस्तो कुराहरू त हामीलाई थाहा हुँदैन। त्यति त देख्यो त लाग्छ। सबैजना इनर्जेटिक खोटाङमा के अरे मलाई साह्रै बोलाएको थियो, आउनु सकिनँ हौ। बाघ सम्मेलनमा चाहिँ ए बास सम्मेलन 6 महिना अगाडि त्यो बिचरा मेयरले भनेको म हस्पिटल थिएँ कि घरमा सबै म दिपेन्द्र तेन्जाको अस्ति त्यहाँ स्टलमा मैले अलिकति पठाएको थिएँ सामानहरू साह्रै भव्य भएको थियो नि। अहिले सिंहदरबार उहाँको घर गएर घटना दिएर पारित गराउनुको खुसी लाग्यो। बाबालाई घटनामा सफल कहाँ यसले कोर्दा कसैले हेरेन नि, यसले कोर्दा अलि हेर्छ नि। अरू नभए हेर्दैन यो सेट गरिदेऊ न। यो सिलाम साक्न होइन, यो के भन्छ यो माथि ब्याजमै हो। ए ब्याजमै हो यो? छोरी मान्छेले यस्तो केमा लाउने जस्तो देखेँ। खिरबन्दी हो त्यही हो। यो के हो? के भन्दा चाहन्छ? भिडियो बनाउँछु ल सर। आफै लाउनुहुन्छ? ए म आफू
अपाङ्गता भन्छ सरी Saya sayur na dari akar kalau karena ini karena kalau ini kan के सिपेटमा बाल्नु केसमा दिएको के भन्नु है खै हेर ओ ल यो किन ल ल अब चाहिँ हामी वीरेन्द्र सभाहरूमा जान्छौँ सबैजना हामी चाहिँ अब रिलिज होटलबाट वीरेन्द्र सभागृहमा जाँदैछौँ फाइनल प्रोग्राम सबैजना हाम्रो सिम्नु सधैँ आयो हामी चाहिँ अहिले रेजिस्ट्रेसन गर्नको लागि लाइनमा बसिरहेको छौँ हेर्न सकिन्छ वीरेन्द्र सभा हलमा आइसकेको छौँ अगाडि गेटको पनि गर्नु त आज मङ्सिर 17 गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवस यहाँ भएको वीरेन्द्र सभा हलमा कार्यक्रम हुनु गइरहेको छ के कार्यक्रम भन्दाखेरि सामाजिक उन्नतिको सम्वर्धन भन्ने मूल नाराका साथ 34औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन गइरहेका छौँ। यो अपाङ्गता भएका व्यक्तिहरूको लागि एकदमै ठुलो दिनको रूपमा हामी मनाउने गर्दछौँ र यसै क्रममा म अतिथि आसन ग्रहणलाई नै जोड्न चाहन्छु। अतिथिको रूपमा आसन ग्रहण गरिदिनुका लागि पूर्वमा नाट्य क्षेत्रमा आफ्नै एउटा पहिचान खडा गरिसक्नुभएका नाटक निर्देशक पनि हुनुहुन्छ, अभिनय कलाकार पनि हुनुहुन्छ, उहाँ अनि लेखन पनि गर्नुहुन्छ निर्देशक सोनु जयन्तीज्यूलाई अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। भण्डारीज्यूको आवाजमा रहेको यस गीतलाई एकदमै सुमधुर आवाजमा पस्केर बिदा भइसक्नु भएको छ। शब्द नातिकाजीको रहेको छ भने
अगाडिको प्रस्तुति हेरेर चाहिँ म चाहिँ हल्का हल्का नर्भस भइरहेको छु सबैको प्रस्तुति एकदम ठुलो थियो अगाडिको चाहिँ के थियो भन्दाखेरि सिङ्गिङ अनि डान्सिङ पनि थियो अनि अब हाम्रो पालो आउँदैछ यहाँ अब एकछिन यहाँ छ मेरो स्क्रिप्ट लागिरहेको छ यो चाहिँ नगइदिए हुन्थ्यो भने अलिकति प्रतीक्षा नगरिकन फर्क जानु पाएको भए मजा आउँथ्यो अलिक गाह्रो प्रतीक्षा गर्न गाह्रो छ राम्ररी दिनु होला है प्रस्तुति आमा बाका हजारौं सपना तिम्रै काँधमा छन् आमा बाका हजारौं सपना तिम्रै काँधमा छन् किन परदेशको तातो हावामा किन परदेशको तातो जस्तै एक दिन मौन निशब्द अनि निर्जीवन भई एक दिन मौन निशब्द अनि यसरी पर्खिरहेछौँ उहाँलाई चाहिँ उहाँको यो आवाज टनिक हुनसक्छ आजको यो कार्यक्रममा सो राजु लामा यहाँलाई यहाँको एउटा भए पनि सुन्नेछौँ आज सुन्न पाइएन भने चाहिँ यो कार्यक्रम त बल्ल मैले ठिकै भनेको होइन र मनोभावना यति बिग्न छ अनि तपाईँ नै आइदिनु भएन भने चाहिँ हामी कस्तो गरौँ होला है कार्यक्रम कसरी अगाडि बढ्ने ल हिरो हुनुहुन्छ जति पनि दाजुभाइ दिदीबहिनीहरू उहाँहरूको जुन क्षमता छ त्यो एकदमै साँच्चीकै राम्रो थियो एकदमै राम्रो गर्नुभयो र यसरी नै आफ्नो जुन एउटा इच्छा जुन एउटा क्षमता छ त्यसलाई कहिले पनि नलुकाउनुहोस् भनौँ न यसलाई यो आफ्नो क्षमतालाई चाहिँ कहिले पनि नलुकाउनुहोस् र यसलाई चाहे सक्लो होस् चाहे अपाङ्गता जे भए पनि यसलाई कहिले पनि नलुकाउनुहोस् र अर्को एउटा कुरा के भने मान्छेले आँट्यो भने सबै चिज हुन्छ हजुर है त्यसले गर्दाखेरि अघि अरू साथीहरूले पनि भन्नुभयो अहिले त अब यो एउटा सञ्चार भनौँ न इन्टरनेटको जमाना अहिले एआईको जमाना त्यसले गर्दा तपाईँले आफ्नो प्रस्तुति चाहिँ आफूले घरमा बसेर पनि आफूलाई धेरै परिमार्जित गर्न सक्नुहुन्छ आफूलाई तपाईँले संसार सामु पुर्याउन सक्नुहुन्छ है त्यसले गर्दाखेरि तपाईँको प्रस्तुति मलाई आज जति तपाईँले दिनुभयो एकदमै राम्रो लाग्यो यसरी नै अगाडि आयो तेरो सर बाटो खाली यो त कमेडी दाइ हुनुहुन्छ हाम्रो कमेडी सर दाइ भयो नि सर भने नि कमेडियन हुनुहुन्छ
साथी सङ्गी यो बन्यो गर्दैछु सुन साथी सङ्गी यो बन्यो गर्दैछु हल्लाको संसार आउँदैछु म माया नमाएर हल्लाको संसार आउँदैछु म माया नमाएर धन्यवाद अब हामी पनि फेरि अर्को थ्याङ्क यू तपाईँहरूलाई थ्याङ्क यू झन्डै झन्डै हामीलाई अन्याय भएको थियो है यो यस्तो मिठो आवाज हामीले फेरि पनि यो मञ्चबाट प्रत्यक्ष सुन्न पाउनु हाम्रो लागि पनि गौरवको कुरा हो हाम्रो यो कार्यक्रममा आफ्नो अस्वस्थताका बावजुद पनि आफ्नो प्रस्तुति राखिदिनु भएको छ राजु लामा यहाँलाई धेरै धेरै धन्यवाद छ म दिलमाया तामाङ धनकुटाबाट जडिरहन्छ मन बोलको गीत छ दिलमाया तामाङ हामी प्रतिभाको प्रस्फुटन कार्यक्रममा रहेका छौँ यहाँहरूले देखिराख्नु भएको छ प्रतिभाहरूलाई र यहाँहरूले आशा छ मनोरञ्जन र विभिन्न कुराहरू लिइराख्नु भएको छ यहाँहरूलाई धैर्यताको लागि धेरै धेरै धन्यवाद भन्दै अबको क्रममा पुनम भुजेल झापाबाट धन्यवाद सञ्चालिकाज्यू यहाँ उपस्थित हुनुभएको अतिथिज्यू प्रमुख अतिथिज्यू लगायत सम्पूर्णलाई नमस्कार म पुनम भुजेल दमकबाट मेरो कथाको शीर्षक रहेको छ अचल आत्माको यात्रा कसैको जीवन कहिलेकाहीँ शारीरिक रूपमा कठोर परीक्षा बनेर आउँछ तर केही व्यक्ति यस्ता पनि हुन्छन् जो शरीर कमजोर हुँदै जाँदा पनि आत्मा बलियो बनाउन सिक्छन् यो कथा अपाङ्गता भए तापनि समाजमा उदाहरणको पात्र बन्ने अभिलाषा भएकी एक युवतीको हो जसले अनेकौं चुनौतीहरूको सामना गर्दै सङ्घर्षलाई हार होइन आफ्नो विकासको बाटो बनाइन् उनको यात्रामा आँसु पनि छन् पीडा पनि तर सबैभन्दा ठुलो कुरा आफ्नो अवस्थालाई हिम्मत बनाई कहिल्यै हारिनन् उनको जन्म एक सामान्य परिवारमा भएको थियो समय बित्दै जाँदा उनलाई मस्कुलर डिस्ट्रोफी भयो जसले शरीरका मांसपेशीलाई बिस्तारै निष्क्रिय बनाउँदै लैजान्छ र यसको उपचार हालसम्म असम्भव छ हिडुल गर्न कठिनाइ भए पनि उनले आफ्नो पढाइलाई भने निरन्तरता दिइरहन् आफन्त समाजले घृणा गरे पनि उनले बुबा र आमाको साथ सधैँ पाइरहन् कक्षा 1 देखि ब्याचलरसम्मको पढाइ सक्न उनले परिवारको साथ सधैँ पाइन् यदि बुबाको सङ्घर्ष र आमाको साथ नभएको भए उनले आफ्नो जीवन यात्रा सहज महसुस गर्न सक्दिनथिन् विद्यालयमा शौचालय कक्षा कोठा आफू अनुकूल नभए पनि उनले पहुँचयुक्त वातावरणको अभावमा नै आफ्नो पढाइलाई निरन्तरता दिइरहन् त्यस कठिन यात्रालाई पार लगाउँदै गइन्
उच्च शिक्षा अध्ययनकै क्रममा मास्टर्सको तयारी गरिरहेकै उनले सधैँ आफ्नो अवस्थालाई कमजोरी होइन अवसरको रूपमा लिएर दृढ विश्वासका साथ जीवन यात्रामा अगाडि बढिरहेकी छिन् जसकारण आज यहाँहरूमाझ निर्धक्क साथ खुला किताब जसरी आफ्ना भगाइहरू साझा गर्न सफल भएकी छन्। धन्यवाद। एकैछिन स्टेजमा रहिदिनुको लागि हार्दिक अनुरोध गर्दै क्षमता र योग्यताको कुनै सीमा हुँदैन आफूले दृढ सङ्कल्प राखियो भने लक्ष्य हासिल गर्नका लागि सकिन्छ भन्ने भाव बोकेको कथालाई प्रस्तुत गर्दै गर्नुभएको छ र अहिलेको प्रमाणपत्र वितरणको लागि म खादबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ वज्राचार्यज्यूलाई स्टेजमा आइदिनका लागि म हार्दिक अनुरोध गर्दछु। हामी खोजी प्रतिभाको विभिन्न क्षेत्रबाट विभिन्न जिल्लाहरूबाट प्रदेश नम्बर 1 को विभिन्न क्षेत्रहरूबाट उपस्थित भएर आफ्नो प्रतिभाहरू प्रस्फुटन गर्ने कलाकारहरूलाई हामी सुनिरहेका छौँ देखिरहेका छौँ र महसुस गरिरहेका छौँ। यो धैर्यता राखिदिनु भएकोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै हामीमाझ महेश्वरा श्रेष्ठ वज्राचार्यज्यूको उपस्थिति रहेको छ। सम्मान पत्र वितरण गर्दै हुन्छ सबैजनालाई तालीका साथ सम्मान जनाइदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी अबको क्रममा म कार्यक्रम मैले आफ्नो पर्फर्मेन्स देखाएर आइसकेँ। के भन्नु मैले चाहिँ स्टेजमा पर्फर्म गरेर आइसकेँ है। अनि सुनमा जाँदाखेरि चाहिँ अलिक डर लागेको थियो कतिजना मान्छेहरू हुन्थ्यो नि त अनि त्यसपछि आफ्नो स्टोरी भन्न थालिसकेपछि त यस्तो डरहरू पनि लाग्यो त राम्रैसँग भने जस्तो लाग्छ मलाई चाहिँ। अब कस्तो हुन्छ है। अनि सर्टिफिकेट पनि पाइसक्यो अनि खाना पनि खाइसकेँ मैले। खाना खाइसकेर अब बसेर पछाडि चाहिँ भइरहेछ कन्टिन्यू। अब हामी पनि जाँदैछौँ फेरि हेर्नलाई।
Automatic motivator. So you are the real motivator. एकजना स्मारिका राई सबैको राम्रो थियो क्यारिकेचर गर्नुभयो 2-3 जना साथीहरूले गीत गाउनुभयो संगीत गर्नुभयो तर मलाई सबभन्दा बढी टच गरेको सारिकाको कलाकारिता आफ्नो ठाउँमा छ तर एउटा पिता उहाँको ब्याकग्राउन्ड कथा पनि मैले सुने कि 2टा बच्चाको देहान्त भयो एउटा बच्चाको स्वास्थ्य अवस्था त्यो छ त्यो अवस्थामा पनि एउटा पिताले त्यो बच्चालाई सकेसम्म अगाडि बढाउनलाई कुन तहसम्मको त्याग गर्न ती पिता माताहरू पनि सम्मानीय छन् आदरणीय छन् म उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु समाजमा हामीले देखेका छौँ छोराछोरी कमजोर भयो भने उनीहरूलाई छोडेर उनीहरूलाई एक्लै पारेर हिँड्ने बाआमा पनि छन् जन्मिँदा नालीमा फाल्ने बाआमा पनि छन् तर यो अवस्थामा पनि तपाईहरुलाई जो संरक्षक बनेर हिँड्नु भएको छ करुणा फाउन्डेसन त्यस्तै विभिन्न सामाजिक संस्था तपाईहरुका मातापिता र आफन्तहरुलाई पनि म हृदयदेखि नमन गर्न चाहन्छु ठट्टा गर्नु पर्यो मनोज गजुरेल आएपछि केही अलिकति हँसाएन भन्ने पनि लाग्ला हामीलाई हँसाउने विषयवस्तु कमेडी गर्ने साथीहरुलाई पनि भन्छु विषयवस्तु धेरै टाढा जानु पर्दैन मैले यहाँ अगाडि देख्दै हुनुहुन्छ बुलु मुकारुङ दाजु हुनुहुन्छ मेरो आफ्नै दाइ हो अंश नलाग्ने कपाल पनि सेतै छ जुङ्गा पनि सेतै छ तर उहाँसँग यति धेरै जोकका खानी छ कपालै रहेन त के गर्छ कपाल जुङ्गा सेतै भएछ नि भनेको भाइ कपाल सेतो भएर के गर्नु मन त कालै छ नि भन्दिनु जोकका ठाउँ ठाउँमा पाइन्छ अर्को एकजना आएर उहाँलाई भन्नुभयो तपाईले त कहाँ चिने जस्तो लाग्यो भन्नुभयो के भन्नुभयो रे तपाईले चिने जस्तो लाग्यो भने चिनिया जस्तो के को चिनिया म नेपाली हो ए भाइ यो त प्रदेश 1 मा त राजावादी धेरै छ कि क्या हो भन्नु फेरि किन भनेको प्रदेश 1 को मन्त्रीको नामै श्री 5 करोड राई र जाँदा जाँदै एउटा गीत त किन नगाउने But I am not singer. I am small singer. अब स्केलका लागि तयार भए साथीहरु मनोज दाइ कुन स्केल भन्छन् म भन्छु जे मेजर जे मा मिल्छ त्यो बजाउँ गीत पनि त्यहीबाट बन्छ कलाकार यहाँबाट बिचरा सोझा दर्शकलाई थाहा हुँदैन लिफ्टमै चलाएको भनेर झ्याक्ने भन्छ नि हामीले ब्याड वर्ड हो नि तर पोखरा झ्याक्ने भनेको हल्लाउने भनेको अलि बच्चालाई हल्लाइदिनु झ्याक झ्याक भन्छ
छन् हैन हो ऐसेलो को झ्याङ मुनि कितना ठन्डा पानी पानी मुनि आगो लागो निभाइदेऊ न नानी भन्ने एउटा गीत लेख्नु काठमाडौँमा गएँ ट्र्याक बनाइदियो वसन्तजीले अनि त्यो स्केल सिस्केल सबै कम्प्युटरले बनाउँदो रहेछ अनि गीत रेकर्ड भयो अनि स्टेजमा आएँ त्यहाँ बजाउन दिएँ टेक्निसियनलाई उसले पनि बढाइ चढाइ गर्नलाई मनोज कलाकार मल्टी ट्यालेन्ट भनिदेऊ है भने ऊ दोस्रोले भन्यो अनि आएर गीत त्यहाँबाट बज्दैछ दर्शकलाई थाहा छैन मैले सुरु गरेँ टक्क आएँ यस माइक बोल्नु पऱ्यो म मेरो पहिलो गीत प्रस्तुत गर्दैछु यहाँको लागि त्यही भएर टक्क माइक अफ गऱ्यो अब किन त्यहाँबाट बज्दैछ नि त सुरुमा म्युजिक 1 2 3 त्यहाँबाट बज्दैछ ऐसे लुको झ्याङ मुनि कितना ठन्डा पानी पानी मुनि आगो लाग्यो निभाइदेऊ न नानी भनेर नाच्न थाले दर्शक दङ्ग परे क्या ट्यालेन्ट कलाकार यार क्या स्टामिना उफ्री उफ्री गाउँदा नि मलाई सास बढ्दैन तिनीहरूलाई के थाहा उहाँबाट बजायो भन्ने कुरो तर ताली बजाए ताली बजाएपछि मैले बिर्सिछु कि लिपसिङ गरे भन्ने कुरो मुडमा माइक यहाँ छ ओठमात्रै चलाएको हो नि त गीत त्यहाँबाट बजिरहेछ ताली बजेको मुडमा माइक यहाँ तल पुर्याइदिन्छु ऐसे लुको झ्याङ मुनि कितना ठन्डा पानी पानी मुनि आगो लाग्यो निभाइदेऊ न नानी ल माइक यहाँ सास आइरहेछ दर्शक झन् छक्क पऱ्यो नि बजिरहेको कस्तो कलाकार यार यो राजु लामाहरूलाई त माइक चाहिन्छ यो त माइक पनि गाउने रहेछ फेरि ताली बज्यो दोस्रो पटक ताली बजेपछि त्यहाँ टेक्निसियनलाई रिस उठेछ साले ढाँट्छस् जनतालाई काठमाडौँ प्लेन चढेर आउने खाम लिएर जाने हामी 3 दिनदेखि यहाँ बसिरहेछौँ त्यो पनि बाँकीमा काम चलाउनु पर्छ पैसा दिने हो कि होइन एनजिओ यसले त दिन्छ होला होइन त्यस पछाडि रिस उठेपछि उसले गीत बजिरहेको बेला पक्कलाई दर्शकको कुटाइ नखाइ छोडिदिनु भनेर फर्स्ट टाइम चाहिँ फास्ट गर्दैछ त्यो चक्का ऐसे लुको झ्याङ मुनि कितना ठन्डा पानी पानी मुनि फेरि ताली बज्यो अनि कस्तो यार कलाकार अगाडि पनि गन्छ पछाडि ढिलो पनि अगाडि पनि सेकेन्ड टाइम चाहिँ रिस उठेछ डिले गर्दैछ ऐसे लुको झ्याङ मुनि कितना ठन्डा पानी पानी त्यसपछि यति धेरै जुत्ता र चप्पल पर्छ अहिलेसम्म मैले नयाँ किनेको छैन त्यही लाएर काम चलाइरहेको छु यसरी ठग्नु भएन तर यो ट्यालेन्ट चाहिँ खत्रै हो है यो रियल होइन गजुरियल कथा मात्रै हो तर हरेक गजुरियल जोकको पछाडि एउटा रियल कुरा हुन्छ त्यो रियल कुरा के हो भने मेरो जीवनमा जतिखेर मलाई मेरो जीवनमा कालो बादलले घेर्छ मैले ओडेको आकाशले पानी बर्साउँछ टेकेको जमिन भासिन्छ त्यो बेला पनि मलाई गीतले नि मोटिभेट गरेको थियो र गर्ने गर्छ कि त्यो गीत हो जुन तपाईहरुले भोगिरहनु भएको छ देखाइरहनु भएको छ संघर्ष हो जीवन जीवन संघर्ष हो जीवनदेखि हारेर मर्छु नभन जीवनदेखि थाकेर मर्छु नभन जिन्दगी हो हार जित भइरहन्छ बाधा पन्छाउँदै नदी बगिरहन्छ हार भयो भनेर दुःख नमान रात पछि दिन आउँछ नौलो बिहान Crowds होला त्यो अब धेरै कुराहरु जोड्दिन अब धेरै ढिला पनि भइसकेको छ अन्तमा यो कार्य त्यस्ता शोमा कहिलेकाहीँ कमेडियनहरु हैन कमेडीहरु प्रस्तुत गर्छौं तर त्यसरी प्रस्तुत दाम गरे
जिन्दगीको भाकालाई जब पक्रे जिन्दगीमा केही बेताको पाडो कसले आफ्नै होला खुसी काँड्यो आज आएर चाउँदैछ खासमा तेरो आफ्नो फोटो भ्रम त टुट्यो यो आँखाको फेरि बन्द भयो हुने आजसम्म दिइरह्यो जिन्दगीका पाइलाहरू सोची चाल्नु रहेछ आफ्नाहरूको माया खोजी बुझी बाँच्नु रहेछ अन्त्य सबको निश्चित छ आत्मा उड्नु रहेछ शरीर ढल्नु जल्नु रहेछ जिन्दगीको बाटो उड्यो आखिर बेकार रहेछ आजको प्रोग्राम चाहिँ एकदमै रमाइलो भयो धेरै नै सोचेको भन्दा पनि धेरै रमाइलो भयो अनि विशिष्ट कलाकारहरू हुनुहुन्थ्यो आउनुभएको उहाँहरूसँग भेट पनि भयो उहाँहरूको फिडब्याक पनि लियो के भन्न चाहन्छौ त ब्लगमा भन न ब्लगमा केही भन त भाइ आजको कार्यक्रम कस्तो भयो रमाइलो एकदम ल गुड ल एकदम एकदम हामी ल ल ल एकदम 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 दामी भएन त भाइ ए बाप्पा अहिले यो त अर्कै चलिरहेछ गुलेली कलमै ल्याउन मसिनै ल्याउन कलमै ल्याउन मसिनै ल्याउन म लेख्छु कि लेख्दिन झम्के गुलेली म लेख्छु कि लेख्दिन झम्के गुलेली ए 700 पल्ट सबैलाई देख्छु 700 पल्ट सबैलाई देख्छु मायालाई चाहिँ देख्दिन झम्के गुलेली मायालाई चाहिँ देख्दिन झम्के गुलेली कमलको हाँगा रेशम रेशम बिरिरी रेशम बिरिरी उडेर जाउँ कि जाडेमा भन्छन् रेशम बिरिरी सो साथीहरू अहिले जब हामी हाम्रो प्रोग्राम सकेर वीरेन्द्र सभागृहबाट चाहिँ रोइज होटलतर्फ फर्किँदैछौँ अनि सबैको प्रस्तुति एकदमै उत्कृष्ट रहेको थियो म चाहिँ थाकेको भएर उतापट्टि सिटमा सुतेर बसेर छौँ यति भन्दै आजको हाम्रो मेरो भ्लग यही अन्त्य गर्न चाहिँ मैले हेरेर कस्तो लाग्यो भनिदिनु होला बाई बाई।